आजको यस कार्यक्रमका अध्यक्ष हाम्रो विशिष्ट अतिथि यस वडाका वडा अध्यक्ष अनिल कुमार भगतजी, हाम्रो शासन अधिकारी दिलीप बोत्रेजी लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, आज जुन यो तालिम केन्द्रको जुन स्थापना गरिएको छ, यो वास्तवमा सराहनीय कुरो हो। हाम्रो देवानगञ्ज गाउँपालिकाबाट लगानी गरेर यो 2-3 वर्षदेखि कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसमध्ये मलाई लाग्छ 2-4 जना मात्रै उपलब्धि हासिल गर्नुभएको छ। मन्त्रीजी पनि गर्नुभएको छ। योभन्दा अगाडि पनि हुन त हामी सबै वार्डमा लगभग कार्यक्रम सञ्चालन गरेका छौँ, 1 देखि 7 सम्म सबै वार्डमा। तर व्यवसाय रूपले जुन छ धेरै कम सङ्ख्यामा उपलब्धि पाउनु भएको छ। उहाँहरूमध्ये हाम्रो मन्त्रीजीले अब मलाई लाग्छ देवानगञ्ज गाउँपालिकामा राम्रो एउटा उद्यमीको रूपमा यो तालिम केन्द्र खोलेर सञ्चालन गर्नुहुनेछ र आगामी दिनमा यो संस्था फलोस् फुलोस् र अगाडि बढोस् यति भन्दै म शुभकामनाका साथ बिदा हुन चाहन्छु। सम्पूर्ण नमस्कार।